नमस्कार, यहाँहरुलाई यो अर्को भिडियोमा चाहिँ पुनः स्वागत छ। आज हाम्रो देशको विकास किन हुन सकेन, यो देशको सरकारहरु किन अस्थिर भए र देश किन बारम्बार चाहिँ एउटा अनिश्चयको चाहिँ भड्खालोमा फसिरह्यो भन्ने विषयमा थोरै चिरफार गर्न गइरहेछु। विशेष गरी 2007 साल फागुन 7 गते जानिया राणा शासनबाट मुक्त भइसके पछाडि मात्रै यो 7.5 दशकमा हामीले हाम्रो देशमा प्रजातन्त्र त्यस्तै गरी निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था र त्यसै गरी बहुदलीय व्यवस्था र अहिले हामी चाहिँ गणतान्त्रिक व्यवस्था लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थासम्म चाहिँ आइपुगेको छौं र यो हामीले प्रजातन्त्र निर्दलीय चाहिँ पञ्चायती व्यवस्था बहुदल र यो तीनवटा व्यवस्थाहरू चाहिँ बेहोरिसक्यौं र अब यो लोकतान्त्रिक व्यवस्थामा हामी चाहिँ अहिले रहेका छौं। यो बीचसम्म आउँदा पनि हाम्रो देशले किन विकासको फड्को मार्न सकेन भन्ने विषयमा म थोरै चाहिँ यस विषयमा चिरफार गर्न चाहन्छु र यो भन्दा अगाडि हाम्रो देशसँगै सँगसँगै स्वतन्त्र भएको हामी चाहिँ 7 सालमा चाहिँ राणा शासनबाट मुक्त भयो भनेदेखि 2003 सालमा 3 साल 1952-53 सम्म युद्ध चलिरहेको थियो। जापानी साम्राज्यवाद जो जापानको अधीनस्थमा रहेको कोरियामा चाहिँ ठूलो लडाईं भयो र उत्तर र दक्षिण कोरियाको बिचमा ठूलो लडाईं भयो र अमेरिकी साम्राज्यवादको चाहिँ जुन खालको सहयोगको कारणले गर्दाखेरि जापानीलाई चाहिँ सहयोग गरिरहेको थियो, त्यसले गर्दा ठूलो युद्ध चर्कियो र 25 लाख जति मानिस मरेर ठूलो क्रान्ति सम्पन्न भयो। क्रान्ति भयो, लडाईं भयो, क्रान्ति भन्दा पनि लडाईं भयो र त्यो लडाईले बाट चाहिँ 1953 मा एउटा सन्धि भयो र जुन सन्धिले चाहिँ दक्षिण कोरिया र उत्तर कोरियाको रूपमा त्यो कोरियालाई दुई टुक्रामा विभाजन गर्यो। त्यो दक्षिण कोरिया र उत्तर कोरिया दुई टुक्रामा विभाजन भइसके पछाडि त्यहाँ चाहिँ दक्षिण कोरियाले पुँजीवादी व्यवस्था अवलम्बन गर्यो र उत्तर कोरियाले चाहिँ समाजवादी व्यवस्था चाहिँ अवलम्बन गर्यो। त्यो त्यतिखेरको उत्तर कोरियाको शासक को थियो त भन्दा तपाईको किम इल सुङ थियो। किम इल सुङले चाहिँ तपाईको जनताको लाई केन्द्रमा राखेर जनताको हितको निमित्त त्यो मानव केन्द्रित चाहिँ तपाईको चाहिँ एउटा विचार संश्लेषण गर्यो। मानवताको निम्ति एउटा विचार संश्लेषण गर्यो जुन चाहिँ विचारधारालाई जुच्छे विचारधारा भनिन्छ। त्यो जुच्छे विचारधारामा नै अहिले चाहिँ कोरिया अगाडि बढिरहेको छ र यो लगभग चाहिँ 80 वर्षको चाहिँ अन्तरालमा आइपुग्दा 80 वर्षसम्म कोरिया चाहिँ आइपुग्दाखेरि यहाँसम्म आइपुग्दा चाहिँ विश्व शक्तिमा चाहिँ राष्ट्र अमेरिकालाई पनि उसले चाहिँ घुँडा टेकाइरहेको छ। जुन अहिलेको राष्ट्रपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चाहिँ यो भन्दा पहिलो कार्यकालमा चाहिँ राष्ट्रपति हुँदा उत्तर कोरियालाई बारम्बार धम्काउँथ्यो, उसले चाहिँ उडाइदिने विभिन्न खालको चाहिँ त्यस्तो खालको अभिव्यक्तिहरू दिइरहन्थ्यो। त्यो गान्टे राष्ट्रपति यताउति भनेर चाहिँ ठुलो अपमान गर्थ्यो। भनेदेखि अहिले चाहिँ के छ त भन्दा अहिले दोस्रो कार्यकालसम्म आउँदा चाहिँ उसले परमाणु शक्तिको विकासको कारणले गर्दा त्यो परमाणु शक्ति चाहिँ जुन ढंगले चाहिँ प्रसार गर्यो त्यो विकास र अहिलेको चाहिँ त्यो सामरिक शक्तिको रूपमा चाहिँ उदाउँदाखेरि चाहिँ अहिले अमेरिकाले उसलाई एउटा सम्मानजनक रूपमा जुन चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि परमाणु शक्ति सम्पन्न राष्ट्रहरूको एउटा चाहिँ हिस्साको रूपमा चाहिँ उसले स्वीकार गरेको छ र अहिले त्यस्तो अपमानजनक शब्द पनि प्रयोग गर्दैन र त्यहाँको जनताहरू पनि तपाईको चाहिँ खुसी छन्, त्यहाँको विकासको फड्को छ। त्यहाँ किन त्यसो भयो त भन्दा जुच्छे विचारधारा चाहिँ मानिसहरूको लाई केन्द्रमा राखेर त्यहाँको मानिसलाई केन्द्रमा राखेर त्यहाँको देशलाई केन्द्रमा राखेर जुन विचारधारा चाहिँ संश्लेषण गरेको थियो त्यो विचारधारा चाहिँ तपाईको दर्शनको लागि जीवन होइन कि जीवनको लागि चाहिँ दर्शन भन्ने जुन मूल्य मान्यतालाई चाहिँ अगाडि सारेर त्यो संश्लेषण गरेर जुच्छे विचारधारा चाहिँ अगाडि सारेको थियो। त्यो जुच्छे विचारधाराले आज कोरिया गाइडेड छ र कोरियाको विकासको फड्को हेर्ने हो भने त्यो उत्तर कोरियाको विकासको फड्को हेर्ने हो भनेदेखि हाम्रो देशको तुलनामा धेरै नै अगाडि छ। कुनै जमानामा हाम्रो देशले चाहिँ तपाईको चाहिँ कोरियालाई चाहिँ मकै चामल धान गहुँ पनि पठाउँथ्यो भन्ने छ। तर आज ती कोरिया दुईटा कोरियाहरू चाहिँ कति चाहिँ सम्पन्न भए
र एउटा कोरिया चाहिँ कति शक्तिशाली शक्ति सम्पन्न राष्ट्र चाहिँ हुँदैछ भन्ने कुरा चाहिँ हेर्ने हो भनेदेखि जुचे विचारधाराले चाहिँ तीनवटा चिजहरूलाई चाहिँ विशेष चाहिँ महत्त्वको साथ चाहिँ राखिएको थियो। त्यो तीनटा चिजहरू चाहिँ के हुन् त भन्ने सन्दर्भमा चाहिँ यहाँहरूलाई त्यो राख्दाखेरि मैले सान्दर्भिक नै हुन्छ, यो अलि राख्नै पर्ने विषय पनि हो जस्तो लागेर मैले यसलाई चाहिँ तीनटा विषयलाई हुबहु राख्ने कोसिस गर्दैछु। राजनीतिक स्वतन्त्रता अर्थात् राष्ट्रहरूको समानता, एक राष्ट्रले अर्को राष्ट्रलाई गर्ने सम्मान, राष्ट्रहरूको आत्मनिर्णयको अधिकार, सार्वभौमसत्ता र अहस्तक्षेपकारी मान्यता। त्यतिखेर चाहिँ विश्वभरि नै तपाईँको एकले अर्को राष्ट्रलाई थिचोमिचो गर्ने, हस्तक्षेप गर्ने त्यो यद्यपि अहिले पनि कायमै छ, त्यसको स्वरूप मात्रै बदलिएको हो। र त्यतिखेर चाहिँ आक्रमण गर्ने विभिन्न ढङ्गले चाहिँ तपाईँको चाहिँ सीमाको चाहिँ मिच्ने त्यस्तो खालको चाहिँ एकले अर्कालाई चाहिँ तपाईँको चाहिँ कोलोनी चलाउने त्यस्तो खालको चाहिँ समय थियो। त्यो भएर उसले चाहिँ सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सम्मान र त्यस पछाडि चाहिँ यो अहस्तक्षेपकारी चाहिँ त्यो हस्तक्षेपकारी होइन कि अहस्तक्षेपकारी चाहिँ मान्यता चाहिँ हुनुपर्छ भनेर त्यो खालको उ गर्यो। उसले अरूले पनि उसलाई हस्तक्षेप गर्न नपाउने र उसले पनि अरूलाई हस्तक्षेप नगर्ने त्यस्तो खालको एउटा नीतिलाई चाहिँ अँगाल्यो। 2 नम्बरमा के छ भन्दा आर्थिक आत्मनिर्भरता, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, वैदेशिक सहयोगको विरोधी, कृषिको विकास र औद्योगिकरण मार्फत समाजवादी अर्थतन्त्रको निर्माण। 2 नम्बर कुरा चाहिँ बुझ्दा पनि त्यतिकै महत्त्वपूर्ण छ, जुन चाहिँ राष्ट्रलाई चाहिँ आत्मनिर्भर बनाउने कुरा छ। त्यसको लागि चाहिँ कृषिको विकास र आधुनिकीकरण गर्ने र तपाईँको चाहिँ त्यो वैदेशिक सहयोगहरू हुन्छ, त्यो वैदेशिक सहयोगहरूलाई चाहिँ अस्वीकार गर्ने, वैदेशिक सहयोगले चाहिँ तपाईँको चाहिँ देशलाई अस्थिरतातर्फ लैजान्छ भनेर त्यसलाई चाहिँ अस्वीकार गर्ने र समाजवादी अर्थतन्त्रको चाहिँ निर्माण गर्ने भनेर त्यो थियो भने। अनि तेस्रो नम्बरको चाहिँ के थियो भन्दा सुरक्षामा आत्मनिर्भरता अर्थात् स्वतन्त्र सार्वभौमिकताको राज्यको निर्माण, साम्राज्यवादी शक्तिहरूबाट हुने हस्तक्षेपकारी शक्ति को लागि सामरिक शक्तिको रूपमा विकास, सुरक्षामा आत्मनिर्भर हुने र त्यस पछाडि गएर चाहिँ सामरिक शक्तिबाट चाहिँ जुन खालको चाहिँ त्यो साम्राज्यवादी शक्तिहरूबाट जुन खालको हस्तक्षेप हुन्छ त्यसबाट बस्नको लागि चाहिँ सामरिक शक्तिको रूपमा आफूलाई विकास गर्ने र जनताको चाहिँ जीवधनको सुरक्षा गर्दै आर्थिक विकासको फड्को मार्ने जुन खालको यो नीति लियो, यो जुचे विचारधाराले जुन खालको चाहिँ उ लियो, यही जुचे विचारधारामा चाहिँ अडिग रहेर अगाडि बढ्दै गर्दा किम इल सुङदेखि अहिले किम जोङसम्म कोरियाले उत्तर कोरियाले 80 वर्षको चाहिँ लगभग चाहिँ समयमा विकासको एउटा फड्को मारेको छ र उसले संसारलाई चुनौती दिँदैछ। उसले शक्ति राष्ट्र अमेरिकालाई उसले चाहिँ धावा बोल्दैछ, हामी संसारको एउटा शक्ति हौ, तिमीहरूको अगाडि हामी झुक्दैनौँ र तिमीहरूले हामीलाई न्यू नखोज भनेर चाहिँ त्यो एउटा विकासको बाटो त्यो स्तरमा पुर्याएको छ र त्यहाँको जनतालाई उसले खुसी बनाएर राखेको छ। हाम्रो राष्ट्रभन्दा ऊ धेरै गुणा अगाडि माथि बढेको छ। तर सँगै चाहिँ स्वतन्त्र भएको सँगै चाहिँ तपाईँको चाहिँ जनताले स्वतन्त्र पाएको हाम्रो राष्ट्र चाहिँ हामी चाहिँ किन विकास हुन सकेनौँ त भन्दा हामी कहाँ प्रजातन्त्र आइसके पछाडि तपाईँको प्रजातन्त्रको 10 वर्षलाई हेर्ने हो भने पनि 17 सालको महेन्द्रले कु गर्नुभन्दा अगाडिसम्म पनि 10 वटा सरकारहरू बन्यो। त्यो चाहिँ दलहरू बिचको त्यो त्यतिखेरको चाहिँ त्यो एउटा आन्दोलन चाहिँ गर्ने एउटा त्यो शक्ति परिवर्तनको बाघ शक्तिहरू बिचमै चाहिँ विभिन्न खिचतानी भएको कारणले गर्दाखेरि त्यहाँ चाहिँ 10 वटा सरकार बन्यो। 15 सालमा चाहिँ तपाईँको चाहिँ आम निर्वाचन भयो। 15 सालको आम निर्वाचनले नेपाली काङ्ग्रेसलाई चाहिँ पहिलो ठुलो दल बनायो, जसमा चाहिँ 109 वटा सिटमा चाहिँ 74 सिट चाहिँ काङ्ग्रेसले जितेको थियो। त्यो बहुमत प्राप्त चाहिँ तपाईँको दल काङ्ग्रेस र प्रतिपक्षमा चाहिँ एमाले थियो, नेकपा एमाले थियो भनेदेखि त्यो बहुमत प्राप्त सरकारलाई राजा महेन्द्रले बिपी कोइरालाको चाहिँ नेतृत्वमा चाहिँ प्रथम जननिर्वाचित सरकार चाहिँ गठन गर्यो। त्यो सरकारले पनि पूर्ण अवधिभरि काम गर्न पाएन।
त्यो किनकि बिपी कोइरालालाई आफ्नै दलबाट चाहिँ आन्तरिक चाहिँ तपाईँको चाहिँ झमेला पारेर त्यो झमेलाबाट चाहिँ त्यो सरकार गिर्ने एउटा वातावरण बन्यो र राजा महेन्द्रले अब यो दलहरू बिचमा चाहिँ एउटा वैमनस्यता त्यहीँभित्र झगडा गरेर नि भएपछि कु गरेर पञ्चायती व्यवस्था लागू गरे 17 साल चाहिँ पौष 1 गते। त्यो 17 सालदेखि तपाईँको चाहिँ 46 सालसम्म त्यो 47 सालको चाहिँ परिवर्तनभन्दा अगाडिसम्म हेर्ने हो भने पनि 22वटा सरकारहरू बन्यो। जम्मा जम्मी 15 महिनासम्म चाहिँ एउटा सरकारको एभरेजमा आयु त्यति रह्यो भने त्यो 46 सालमा फेरि तपाईँको चाहिँ यो निर्दलीय व्यवस्थाको विरुद्ध चाहिँ ठुलो चाहिँ आन्दोलन भयो। आन्दोलन पश्चात फेरि देशमा चाहिँ एउटा परिवर्तनको खाँचो थियो। त्यो परिवर्तनको एउटा दिशामा गएर राजाले चाहिँ फेरि वीरेन्द्रले चाहिँ यो आन्दोलन र दलको त्यो राफतापलाई चाहिँ थ्याक्न नसके पछाडि पञ्चायत व्यवस्था फिर्ता गर्नु पर्यो। जनतालाई चाहिँ फेरि यो चाहिँ तपाईँको प्रजातन्त्र बहुदलीय व्यवस्थामा लानु पर्यो। त्यो बहुदलीय व्यवस्थामा पनि तपाईँको चाहिँ चुनाव हुँदाखेरि जुन 48 सालमा जुन चुनाव भयो त्यसमा फेरि नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गर्यो। नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गरिसके पछाडि गिरिजाप्रसाद कोइरालाको चाहिँ प्रधानमन्त्री भयो र नेपाली काङ्ग्रेसले एकलौटी सरकार चलायो। त्यो सरकार पनि फेरि के भयो त भन्दा पूर्ण अवधि 5 वर्षको निमित्त चाहिँ निर्वाचित सरकार पूर्ण अवधि चलाउनु छैन, जम्मा जम्मी 25 महिना मात्रै चल्यो। त्यो किन भएन त भन्दा त्यो पनि फेरि दलको आन्तरिक किचलोकै कारण चाहिँ त्यस्तो हुन गयो। कृष्णप्रसाद भट्टराई चाहिँ जो कार्यवाहक सभापति थियो, प्रधानमन्त्री भएर चाहिँ चुनाव गराएको थियो देशमा, उनले चुनाव हार्नु पर्यो। उनको प्रधानमन्त्री बन्ने सपना तुइयो। गणेशमान सिंहले चाहिँ गिरिजाप्रसादको कार्यशैलीलाई चाहिँ त्यति धेरै चाहिँ रुचाएनन्। त्यो इत्यादि कारणले गर्दाखेरि चाहिँ त्यो सरकार पनि फेरि तपाईँको चाहिँ गिर्यो। यसरी विभिन्न कालखण्डमा चाहिँ तपाईँको चाहिँ सरकारहरू चाहिँ पतन हुने, बन्ने, पतन हुने, निर्माण हुने यस्तो खालको उहरू चाहिँ विभिन्न चलिरह्यो। 47 देखि तपाईँको अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदाखेरि 30-32वटा सरकारहरू चाहिँ निर्माण भयो। त्यो सरकारमा दुईटा सरकार त तपाईँको दलहरूको कुरो नमिलेर एक आपसमा जुन चाहिँ देशको परिवर्तन गर्ने, देशलाई एउटा चाहिँ दिशामा लैजाने भनेर जुन कमिटमेन्टको साथ आएको दलहरू थियो, त्यही दलहरू नमिल्दा तपाईँको एउटा खिलराज रेग्मी चाहिँ प्रधान न्यायाधीशको चाहिँ अध्यक्षतामा सरकार बन्यो भने अब अहिले तपाईँको चाहिँ सुशीला कार्कीको पूर्व प्रधान न्यायाधीशको चाहिँ नेतृत्वमा सरकार बनिरहेको छ। यो जेएनजी आन्दोलनले जुन खालको चाहिँ यो सरकारलाई चाहिँ निर्वाचित सरकारलाई चाहिँ बहिर्गमन गरायो, त्यो स्थितिसम्म हेर्ने हो भनेदेखि यो सरकार बन्ने र सरकार ढाल्ने, सरकार बनाउने, सरकार ढाल्ने यो उसमा मात्रै तपाईँको चाहिँ दलहरू केन्द्रित भयो र अरू कुनै पनि विषयमा सोच्न चाहिँ दलहरूले भ्याएन। त्यसमा चाहिँ दलहरू चाहिँ एकदमै तपाईँको चाहिँ यो एउटा चाहिँ दलहरूको चाहिँ कुसंस्कार भनौँ न, यो कुसंस्कारको कारणले गर्दाखेरि आफ्नै दललाई गिराउने, आफ्नै नेपाली काङ्ग्रेसले मात्रै 3 पटक आफ्नै सरकारलाई आफैले चाहिँ गिरायो। हो त्यसै गरी चाहिँ तपाईँको चाहिँ अरू चाहिँ गठबन्धनको सरकारको त यो तपाईँको त्यो हिसाबै नगरौँ, कति बन्ने कति गिर्ने, यो ढल्ने, यो यस्तो खालको चाहिँ परिवेशहरू चाहिँ सिर्जना भइरह्यो। यसले गर्दा तपाईँको चाहिँ देशलाई एउटा चाहिँ निकास, आर्थिक चाहिँ उन्नतिको तपाईँको चाहिँ देशलाई निर्माण गर्ने त्यो एउटा चाहिँ निकासमा लानलाई दलले सोच्नै पाएन। त्यसको लागि तपाईँको चाहिँ दोस्रो पुस्ताको चाहिँ उसलाई पनि हामीले हेर्ने हो भनेदेखि 7 सालदेखिको 7 साल 17 साल चाहे तपाईँको चाहिँ बहुदलीय व्यवस्थापछि र अहिले लोकतन्त्र, संघीय लोकतन्त्र, गणतन्त्रको अवस्थामा आउने हेर्ने हो भनेदेखि दोस्रो पुस्ताको नेताहरूको काम पनि के त भन्दा पहिलो पुस्ताको नेताहरूको चाकरी गर्ने मात्रै, पहिलो पुस्ताको नेताहरूलाई चाहिँ तपाईँको चाहिँ बोकेर हिँड्ने मात्रै। दोस्रो पुस्ताले पनि नयाँ चाहिँ तपाईँको चाहिँ लिडरसिप म चाहिँ दिन्छु भनेर त्यस्तो खालको लिडरसिपको विकास गर्ने त्यस्तो क्षमतै राखेनन्, त्यस्तो खालको हुने वातावरणै सिर्जना गरेन। खालि तपाईँको चाहिँ त्यही पुरानो भन्न चाहिँ अब पुरानो नेताले केही पनि गरेन, अब हामीलाई छोड्नुपर्छ भन्ने, तर उनीहरूकै पछाडि लाग्ने चाकडीबाजमा नै यो चाहिँ तपाईँको चाहिँ एकदम अवसरवादी तबकाको चाहिँ जुन खालको दोस्रो पुस्तामा देखियो, त्यो दोस्रो पुस्ताको अवसरवादी चाहिँ नेताहरूको कारणले गर्दाखेरि यो एउटा दलदलमा फसेको देखिन्छ र तपाईँको चाहिँ
सरकारले पूर्ण अवधि काम गर्न नसकेको र दलहरूले चाहिँ तपाईँको चाहिँ जुन म्यान्डेट पाउँछ त्यो म्यान्डेट अनुसार काम गर्न नसकेको अवस्था देखिन्छ। त्यसैले अब हामीले चाहिँ यो दोस्रो पुस्ताकोले जुन खालको भूमिका निर्वाह गर्यो, अहिले दोस्रो पुस्तालाई हामीलाई चाहिँ चाहियो भन्ने जुन माग चलेको छ त्यो पनि तपाईँको त्यो सबै चाहिँ इतिहासलाई हेर्ने हो भने यो पनि सान्दर्भिक छैन। दोस्रो पुस्ताले पनि छोडेर अब तेस्रो पुस्तामा हुनुपर्छ। पुस्तान्तरणको कुरा, राजनीतिमा पुस्तान्तरणको कुरा त उमेरले हुँदैन। फेरि त्यहाँ चाहिँ तपाईँको चाहिँ विचार सिद्धान्त, नयाँ सपना, नयाँ दृष्टिकोण, नयाँ आइडियोलोजी त्यो त्यसले हुन्छ। त्यो निर्माण गर्न चाहिँ दोस्रो पुस्ताले नसक्नु नै त्यो हो भने अब तेस्रो पुस्ताले त्यो आँट गर्नुपर्छ। त्यो आँट गरेर देशलाई एउटा निकासमा लैजानको निमित्त राजनीतिक स्थायित्व नभइकन चाहिँ देश अगाडि बढ्दैन। त्यो भएको कारणले गर्दा राजनीतिक स्थायित्वको लागि चाहिँ अबको पुस्ताले भूमिका निर्वाह गर्नुपर्छ र देशलाई एउटा विकासको एउटा चाहिँ मार्गमा चाहिँ लानको लागि अब हामीले गर्नुपर्छ। यो जेनजी आन्दोलन पछाडि जुन खालको चाहिँ अहिले शून्यताको स्थिति छ त्यो स्थितिबाट मुक्त गर्नलाई पनि जुन अहिले असङ्गठित चाहिँ तपाईँ शक्तिले एउटा सामाजिक विद्रोहको रूपमा चाहिँ जुन विद्रोह गर्यो, जुन आन्दोलन गर्यो, त्यो आन्दोलनले अहिले जुन खालको चाहिँ विभिन्न खालको चाहिँ उहरू देखिरहेको छ, यो आन्दोलनको पछाडिबाट चाहिँ खेलेको त्यो पर्दा पछाडिबाट खेलेको तब्काहरू त्यसले खेलेको चाहिँ नकारात्मक भूमिकाका कारणले गर्दा हामी यहाँ आइपुगिरहेका छौँ भने अब स्पष्ट दृष्टिकोण सहित चाहिँ तपाईँको चाहिँ अबको पुस्ता चाहिँ आउनुपर्छ र राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ यो देशलाई बचाउनको निमित्त, यो देशको विकास गर्नको निमित्त। यो देशको मुख्य बाधक भनेको नै, देश विकासको मुख्य बाधक भने नै दलको यो कुसंस्कार हो। दलहरूभित्र जुन खालको कुसंस्कार मौलाएको छ त्यो कुसंस्कारले गर्दाखेरि आज यो देश यस्तो स्थितिमा पुगेको छ। र हामीले चाहिँ जुन जियो पोलिटिक्सको कुरा गर्छौँ, तपाईँको चाहिँ सामरिक शक्ति केन्द्रहरूले खेल्ने चाहिँ जुन अवसरको कुरा गर्छौँ, त्यो अवसर चाहिँ सबै चाहिँ हामीले चाहिँ आन्तरिक चाहिँ जुन वातावरण छ त्यसले नै चाहिँ हामीले चाहिँ त्यो स्पेस दिएको हो। त्यसको लागि अब हाम्रो देशले चाहिँ अब आफ्नै चाहिँ शक्तिमा उठ्ने एउटा चाहिँ प्रण गर्नुपर्छ। त्यसको लागि युवा शक्तिहरूले चाहिँ एउटा सङ्कल्प लिनुपर्दछ। अब विदेशी शक्तिहरू, विदेशी चाहिँ तपाईँको चाहिँ जसरी चाहिँ उत्तर कोरियाले चाहिँ अहिले विदेशी चाहिँ तपाईँको फन्डहरू लिँदैन, विदेशी चाहिँ सहयोग लिँदैन, त्यस्तै गरी चाहिँ तपाईँको चाहिँ दक्षिण अफ्रिकाको एउटा चाहिँ मुलुकमा चाहिँ त्यो ट्राओरेले अहिले विदेशी एनजिओहरू सबै चाहिँ भगाएर देशको एउटा विकासको चाहिँ मोडालिटीमा एउटा चाहिँ गति दिँदैछ भने हाम्रो देशमा पनि अब युवाहरू जाग्नुपर्छ। युवाले अब देश बनाउने सपना कोर्नुपर्छ र यो नेताहरूको चाहिँ जुन खालको संस्कार छ, सरकार बनाउने, भत्काउने, चाकरी गर्ने नेतालाई त्यस्तो खालको एउटा चाहिँ तपाईँको चाहिँ संस्कार छ, त्यसलाई भत्काउनको निमित्त युवाले आँट गर्नुपर्छ र युवाहरू अगाडि बढ्नुपर्छ। त्यसको लागि अब हामीले चाहिँ सचेत हुनुपर्छ। र यो फेरि के पनि हुन्छ भने हाम्रो नेताहरू केमा पनि अल्झिरह्यो भने एउटा निर्वाचनदेखि अर्को निर्वाचन कसरी गर्ने, बहुमत कसरी ल्याउने, सरकार कसरी टिकाउने भन्ने मात्रै भयो। देशको भविष्यको बारेमा सोच्ने एउटा मौकै पाएन। अब्राहम लिङ्कनले के भन्नुभएको छ भन्दा तपाईँको चाहिँ एउटा चाहिँ कुशल शासकले चाहिँ देशको भविष्यको बारेमा सोध्छ, तर एउटा चाहिँ कुटिल राजनीतिज्ञले चाहिँ एउटा चुनावदेखि अर्को चुनावसम्मको चुनावको परिणामसम्मकोलाई मात्रै उसलाई हेर्छ भनेको छ। तर हाम्रो देशको जुन अहिलेको राजनीतिक नेतृत्वहरू कुशल शासक बन्नुपर्नेमा कूटनीतिक चाहिँ कुटिल चाहिँ राजनीतिज्ञ मात्रै बन्न पुगेको छ यहाँसम्म आउँदाखेरि। यद्यपि फेरि यो सबैलाई लागू त नहुन सक्छ। धेरै हाम्रो नेता, हामीले अगाडिको पुस्ताको नेताहरूलाई नि सम्मान गर्नुपर्छ। यहाँसम्मको परिवर्तन फेरि 7 सालमा त्यो प्रजातन्त्रको लागि, बोल्न पाउने अधिकारको लागि हाम्रो अग्रजहरूले नलडिदिएको भएदेखि फेरि त्यो तपाईँको पञ्चायती व्यवस्था, निर्मूल पञ्चायती व्यवस्थाको लागि हाम्रो अग्रजहरूले नलडिदिएको भए बहुदल आउने थिएन। फेरि तपाईँको चाहिँ त्यो बहुदल पछाडिको एउटा परिस्थिति थियो, त्यो तपाईँको चाहिँ बहुदल पछाडिको परिस्थितिलाई पनि अझ सुदृढ गर्ने यो लोकतान्त्रिक गणतन्त्रसम्म आउनको लागि हाम्रो अग्रजहरूले भूमिका नखेलेको थियो भने, त्याग समर्पण र तपाईँको कष्ट नबेहोरेको भएदेखि यहाँ आइपुग्ने चाहिँ थिएनौँ। त्यो कारणले गर्दाखेरि हामीले अग्रजको पनि सम्मान गर्दै अब नयाँ पुस्ताले देश बनाउने सपना कोर्नुपर्छ। देश विकास नहुनुको यही यावत कुराहरूलाई मैले यहाँ राखेँ। यहाँहरूलाई कस्तो लाग्यो र अब यसमा के पुगेन जस्तो लाग्यो
त्यो बारेमा पनि यहाँले चाहिँ सुझाव दिन सक्नुहुन्छ र मेरो चाहिँ फेसबुकमा पनि म यसलाई राख्छु र त्यसै गरी युट्युब च्यानलमा गएर तपाईँहरूले चाहिँ यो सुन्ने पुरा सुन्ने त्यस पछाडि तपाईँले चाहिँ सुझाव दिने र सब्स्क्राइब गर्ने लाइक गर्ने सेयर गर्ने त अब धेरै भनिसक्यो यो तपाईँहरूकै जिम्मामा छोड्दै अब बाँकी जिम्मा तपाईँहरूलाई नै हस्त नमस्ते।